यो तलको बाँसको पुल हेरौँ अनि कुरा गरौँ है त। यो तलको बाँस चाहिँ हाम्रो माननीय हर्क साम्पाङजीले चन्दा उठाएर बनाउनु भएको ओरिजिनल पुल हो। यो पुलबाट चाहिँ बाइक गाडी सबै वारपार गरिरहेछन्। हामी सबैले इन्जिनियर चाहिँ बालेन शाह भन्थ्यौँ, तर होइन रहेछ, असली इन्जिनियर चाहिँ हर्क साम्पाङ रहेछन्। डिप्रेसन उनले चाहिँ 1 रुपैयाँ पनि बजेट खर्च नगरी सर्वसाधारणबाट चन्दा उठाएर यस्तो ओरिजिनल पुल बनाउन सफल भएका छन्। हर्कका कार्यकर्ताहरूले चाहिँ विरोध गर्लान्, तर सत्य कुरा यही हो, हर्कलाई देश बनाउन सक्दैनन्। तपाईँहरूलाई के लाग्छ? जनताबाट चन्दा उठाएर यस्तो पुल बनाउने हर्क साम्पाङमाथि छानबिन हुनुपर्छ कि पर्दैन त? पारदर्शिता खोइ।